हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। आज हामी दिदीबहिनी घुम्न जान लागेको। रेडी अवस्थामा अब जान्छु ल। हामी हिँड्दैछौँ, दिदी बहिनी चाहिँ अगाडि हिँड्दैछौँ। अब बस कुर्ने ठाउँमा आइपुग्यो हामी कलेजमा। अब यहाँ बस कुर्छौँ, आज पब्लिक होलिडे हो, त्यही भएर अलि बस छिटो आउँदैनौँ, बस कुर्छौँ अनि जान्छौँ। बसमा पनि चढेको ल हामी चाहिँ दुई बहिनीले अलिक गोरु निकाल्न भन्दैछ। अब कालो मान्छेलाई गोरु कसरी निकाल्ने होइन त नि, हामी त नेचुरलै ठिक छौँ। आज बसमा पनि धेरै मान्छेहरू थिएन, आज बिदाको दिन भएर खाली थियो टुक्को। बसबाट झरेर हिँड्दै गएको, कति राम्रो फुल। यो चाहिँ काँडा घाँस भन्छ नेपालमा, तर यहाँ चाहिँ फुल हुँदो रहेछ। कति थरीको फुल्दो रहेछ कि यो फुल पनि। बाटोतिर हिँड्दै गछौँ दुई बहिनीले चाहिँ अब आइपुग्न लाग्यो भनेको छ। बहिनी चाहिँ पहिला पनि गएको, म चाहिँ गएको छैन, मेरो चाहिँ पहिलोचोटि हो। त्यही भएर हिँड्दैछौँ ल। हामी चाहिँ आइपुगेको ल चाइनिज पार्कमा। चाइनिजहरूले बनाएको हो कि के हो त्यो चाहिँ थाहा भएन, तर चाइनिज अक्षरमै लेखेको छ। चाइनिजहरूले बनाएको होला सायद, पहिला जमानातिर। हेर्नुहोस् है, राम्रोसँग हेर्नु। माल्टाको चाइनिज गार्डन। आज चाहिँ पब्लिक होलिडे भएर धेरै मान्छेहरू आउँदो रहेछ कि घुम्नलाई। बच्चाहरू हेर न, कति विदेशी बच्चाहरू सानैदेखि आफै गर्ने जे कुरा पनि आफै कति राम्रो चलाएर हिँडिरहेछ फुच्चेले। ल दिदी बहिनी टुक्कु पर हिँडिरहेछौँ नि त। अब हाँसो हेर न, हाँसो फेरि। ल है, हाम्रो चाहिँ स्टार्ट भयो, जान सुरु। त्यो बच्चाहरू चाहिँ पुरा लुकामारी खेलिरहेको रहेछ कि। दिदी अब साथीहरू हो के हो खेलिरहेको रहेछ। बहिनी हिँडिरहेको छ। फेरि आयो है काँडा घाँस, अघिको जस्तै। अघि पर्पलमा थियो, अहिले रेडमा छ। ल हेर्नु है, चाइनिज गार्डन हेर्नु, कति राम्रो भ्यू देखिरहेको छ। हरियो अनि जङ्गल जस्तो टाइपमा, तर राम्रो छ जे होस्। हेर्नु न, हरियो अनि पानी पनि हरियो देखेको छ। मान्छेहरू खासै धेरै त थिएन, ठिकै थियो मान्छेहरू। बहिनी अब फोटो भिडियोहरू खिचौँ भनिरहेको छ। म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु। हेर्नु न, कति राम्रो ढुङ्गाहरू, कति राम्रो डेकोरेसन गरेको छ कि ढुङ्गाहरूको पनि। कछुवा दाइ बसिरहेको छ, घाम तापेर मजाले बसिरहनु भएको छ। माछालाई कसले पौरोटी दिएछ कि, अनि पुरा खाना आइरहेको छ। कति राम्रो येल्लो कलरको नि, कति धेरै माछाहरू। हो चाइनिज गार्डन। आज फेरि दिन यति राम्रो थियो कि घाम पनि लागेको थिएन, तर पानी पर्ला जस्तो मौसम, तर यस्तो हावा चलिरहेको थियो नि बाबा, हावाले नसकिने कि यता चाहिँ। यस्तो घुम्ने ठाउँहरू छ हो, ढुङ्गा मुढा के हो यस्तो। पुरै ढुङ्गाहरू मात्र छ, रुख बिरुवाहरू मात्र, तर राम्रो रहेछ चाइनिजहरूले बनाएको। उयो चाहिँ बाँस हो कि निङ्ला हो थाहा भएन, तर यहाँ पनि हुँदो रहेछ। त बहिनी चाहिँ अब पुरा टिकटक बनाउँदै रहेछ नि। हेर्नु न, कति राम्रो देखेको। वाह, यता हेर्नु झन् गाउँ साइडतिर जस्तो पुरा बाटो पनि कति राम्रो ढुङ्गाले बनाएको। सेम नेपालमा जस्तै लाग्छ मलाई त। यतातिर माल्टातिर त प्रायः सबै। बहिनी यहाँ आएर टिकटक बनाउँदैछ। मलाई चाहिँ लास्ट मन पर्यो, अहिलेसम्म घुमेको भरिमा यो चाइनिज गुम्बा चाहिँ मलाई मन पर्यो कि। कति राम्रो ढुङ्गा, हरियो। मलाई चाहिँ हरियो परियो भएको ठाउँ एकदम मनपर्छ, त्यही भएर राम्रो लाग्यो। कति राम्रो भ्यू देखाएको छ यो चाइनिज गार्डन। माल्टाको एयरपोर्ट नजिक रहेछ। ल पानी हाँस पनि पानी खेलिरहेछ, पुरै पौडी खेलिरहेछ। यस्तै कति राम्रो ढुङ्गाको डेकोरेसन। हेर्नु न फेरि,
अब यो ढुङ्गाले बनाएको हो कि यस्तै हो कि के होला है थाहा भएन, तर कति राम्रो देखेको छ कि ढुङ्गाको डिजाइन चाहिँ कति राम्रो। फुलहरू चाहिँ जे होस् यता बिरुवाहरू चाहिँ हुँदो रहेछ, सल्लो सल्लो पनि हुँदो रहेछ यहाँ। अब बहिनी टिकटक बनाऊँ न भन्दैछन्। अब यो चाहिँ के हो, चाइनिजहरूको सिलाइ बुनाइको ऊ होला सायद। त चाइनिजमा लेखेको छ, इङ्ग्लिसमा नि लेखेको छ। इङ्ग्लिस नि आउँदैन, चाइनिज पनि आउँदैन, के गर्ने गाह्रो छ। मान्छेहरूले भन्ला घुम्न गएको चाइनिज गार्डनमा यस्तै छ, हेर्नु हरियो परियो सबै राम्रो छ। दिदी बहिनी टक्क गएको। अब यस्तै हो, मान्छेहरू पनि थुप्रै थियो। म्युजिक रहेछ कि त्यो चाहिँ बजाउन मिल्ने, मान्छेहरूले पनि बजाइरहेको छ। अब म पनि गएर बजाउँछु। कतै हिँडेको पाइ त गयो मैले। अब बजाउनु सुरु गरेँ नि त, फेरि ड्याङ 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 पारेर बजाएँ। न ताल न सुरको गीत के भन्छ धुन बजाएँ मैले। मेरो धुन चाहिँ सुनाउन चाहेन, मान्छे ढल्छ नि त मेरो धुन सुनेर, फेरि बेहोस हुन्छ। अनि मलाई चाहिँ पहिल्यैदेखि कस्तो भ्लग बनाउन मन थियो कि, धेरै भयो भ्लग बनाउन मन भएको। बनाउँछु भने कस्तो लाज लाग्ने कि के भन्छ होला मान्छेले, कस्तो भन्छ होला भन्ने भइरहेको थियो। बहिनी पनि पुरा म्युजिक बजाउँदै हावामा म्युजिकको आनन्द लिइरहेको रहेछ, बजाइरहेको छ गाइचरीले। अब दिदी बहिनी अब हामी फर्क्यौँ है, घरतिर जाऊँ भनेको। भोक पनि लागिरहेको थियो, मजाले दिनभरि घुमिरहेको थियो, भात त खाइरहेको कि तर पनि भोक लागेको। जेसुकै होस् भनेर आज त मैले भ्लग बनाइदिएको के। अब चाहिँ स्टार्ट गरेको, भ्लग बनाउँछु भनेर मनदरो बनाएर जेसुकै भने पनि बनाउँछु भनेर बनाइदिएको। अब चाहिँ अब रहर पुरा भयो मेरो चाहिँ। अब हामी जान्छु, बाटो तताउँदैछौँ जानलाई दिदी बहिनी। हाँस्दै खेल्दै रमाइलो भयो आजको दिन पनि। हाम्रो 3 दिन छुट्टी थियो, 3 दिन छुट्टी पनि आजबाट सकिन्छ। भोलिबाट फेरि ड्युटी लुखुरु जान पर्छ। अलार्मको टाइममा उठ्नुपर्छ है, के गर्नु। अब चाहिँ हामी चाहिँ निस्केको ल। अब निस्केको, बस कुर्छौँ पारीतिर गएर। दिदी बहिनी टक्क लाएर बस कुर्छौँ, अनि खाजा खान जान्छौँ। खाजा खाएर चाहिँ घरतिर जान पर्ला भनेको। बाटो हेर्नु न कति राम्रो, बाटोतिर नि हरियो छ हो। कस्तो मनपर्छ मलाई त यो हरियो परियो देखेपछि। अब हामी बस कुर्छौँ, बस चढ्छौँ। अब चाहिँ हामी अब बस आइपुग्यो, बस चढ्छौँ अनि खाजा खान जान्छु। आज हामी बर्गर किङतिर आएको, बर्गर खाऊँ न भनेर। अब बर्गर खानु पर्ला भनेर खाइदिन लागेको दिदी बहिनीले। अब बाहिर गएर खाऊँ ल भनेर क्रुसन्ड बर्गर लिएर आएँ। अब बर्गर खान्छु अनि बोल बुक गर्छु अनि जान्छु घरतिर। बोल पनि आयो हाम्रो, अनि हामी बोल चढेर घरतिर गयो ल गाइजहरू। अब सबैले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला मेरो भिडियोलाई। बनाउन त आएको छैन, राम्रो भए पनि नभए पनि राम्रो मानेर हेरिदिनु होला सबैलाई। बाई बाई छ साथीहरू।